Hello, good morning guys from Malaysia. Welcome to my new day, new vlog. I hope सबैजनाले सन्चै हुनुहुन्छ होला। मलाई पनि सन्चै छु। अब हामी चाहिँ ड्युटी छुट्टी हुन लाग्यो। सबैजना प्लेयरहरु पनि सबैजना आएर आफ्नो एक्सरसाइज गरिरहेछ, ट्रेनिङ गरिरहेछ। तपाईहरुको पनि यदि विदेशतिर हुनुहुन्छ भने त छुट्टी हुने बेला भइसक्यो होला। हुन्छ 7 बजेदेखि बिहान 7 बजेसम्म हुन्छ। बेलुका 7 बजेदेखि बिहान 7 बजेसम्म 12 घण्टा ड्युटी हुन्छ। ड्युटी पनि त बसिराख्ने मात्रै हो। खासै त्यस्तो के पनि छैन। बोक्नु पर्ने उचाल्नु पर्ने अब त्यस्तो के पनि छैन। त्यही हातको काम मात्रै हो। त्यही डटपिनहरु चलाउने, त्यही हो कलम चलाउने। भन्दाखेरि त अब फेरि के रे काम चाहिँ कस्तो भारी उचाल्ने के बोक्नु पर्ने के भन्नुहुन्छ होला। अब त यहाँ आफै हेर्न सक्नुहुन्छ। हाम्रो यस्तो छ है, यस्तो हुन्छ। हामी चाहिँ काम के पनि छैन, बसिराख्ने हो, के पनि छैन। घरको साथीले त्यहाँ छ, सोफामा सुत्यो बस्यो, त्यस्तै छ। काम के छैन। आफू यहाँ फेरि घुम्ने कुर्सीमा बसिरहेको छु। यस्तै छ। अब चाहिँ यस्तो हो। हिजो अस्ति अर्को भ्लगमा पनि देखाइसकेको छ। अब भरे फेरि म ट्रेनिङको उसमा पनि देखाउँछु तपाईहरुलाई। ब्याडमिन्टनको उसमा हो हामी चाहिँ सबै प्लेयरहरु चाहिँ कोही कुनै ब्याडमिन्टन खेलिरहेछ, ट्रेनिङ गरिरहेछ, कुनै एक्सरसाइज गरिरहेछ, यता जिम गरिरहेछ। यहाँ हेर्न सक्नुहुन्छ, जिम गरिरहेछ, कुनै आफ्नो तालमा ट्रेनिङ गरिरहेछ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो काउन्टर हो, मुनिको काउन्टर। अफिस चाहिँ माथि छ, सेकेन्ड फ्लोरमा। तपाईहरुलाई भिडियो कस्तो लाग्यो, मन परेछ भने लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। सपोर्ट गरिदिनु होला गाइज। फाइनली गाइज ड्युटीबाट रुम आउँदैछु। अब रुममा पुग्न लागिसक्यो। रुम चाहिँ हाम्रो लेभल 3 मा छ। यतापट्टि ड्युटी छुट्टी भएर रुममा आयो। अब खानासाना खाएर नुहाएर खानासाना खाएर सुतिहाल्नुपर्छ। रुम चाहिँ हाम्रो यहाँ हो। अब एकचोटि बाहिरको भ्यू कस्तो छ हेर्नु। बिहान सर्लक्क हेर्न सक्नुहुन्छ बाहिर माथि जुन पाइदेऊ न मायाले। ड्रोन शट जस्तै भइरहेछ सायद। गाइजहरु ड्रोन शट जस्तै छ। ड्रोन चाहिँ हान्न मिल्दैन यहाँ। ड्रोन शट हान्न दिँदैन, एलाउ छैन। अब घरभित्र साथीहरु के गरिरहेछ हेरौँ। गएर कोही सुत्दै होला, खाना पस्किँदै होला कि गाइस। कोही भर्खर उठेको रहेछ। आजको ब्याडमिन्टन चाहिँ अब सकिन लाग्यो। लगभग 10 बजे छन् त 12 बजेसम्म छ। लगभग 10 बजेको चाहिँ सक्यो। फुल कोर्ट हुन्छ 18वटा कोर्टमा। समथिङ त्यस्तै हुन्छ 200-250 जना मान्छेहरू हुन्छ। आज अलिक कमै भयो। साथीहरू खेलिरहेको छ। सबै खेलिरहेछ। यहाँ पनि यति छ। बुढाहरू यहाँ चाहिँ सबै बुढाहरू खेल्छ क्या। बुढा भर्खरको सबै। एक्सरसाइजको लागि हो नि त, आफूको शरीरको लागि हो।
हेर्छ ब्याडमिन्टन खेल्दो रहेछ यहाँ चाहिँ बुढादेखि बच्चादेखि बुढासम्म चाइना कोरिया सब आउँछ कि यहाँ चाहिँ जापानदेखि अनि उता कहाँदेखि आउँछ इंग्ल्यान्डदेखि आउँछ न्युजिल्यान्डदेखि आउँछ ट्रेनिङ लिन आउँछ मान्छेहरू गेम हुन्छ गेमको बेला नि आउँछ आफूले उ गरेर आउँछ बुकिङ गरेर आउँछ खेलिन्छ आधी कोटको गइसक्यो अब आधी कोट मात्र बाँकी छ आज 12 बजेसम्म एक कोट छ 1-2 कोट होला अब 10 बजेको सकिन लाग्यो 10 बजेको सकिसक्यो